र यहाँ अर्को गोल गर्ने अपर्च्युनिटी हुन सक्छ र यो चौथो गोल रहेको छ श्री भगवती क्लब टोखाको लागि र फाइन किपरलाई एन्टिसिपेट गरेका थिए र राइट ह्यान्ड साइडको लोवर कर्नरमा सुजनले आफूले पाएको मौकालाई यो पालि भने उपयोग दीपकले बल प्ले गर्दैका छन् अगाडि अमित लामाको लागि र अमितको राम्रो बल यो अर्को अपर्च्युनिटी हुन सक्छ र यसलाई फेरि पनि फिनिसिङ गर्न सफल रहेका छन् सुजनले र ब्रेस गर्न सफल सुजनले यहाँ खेलको अन्त अर्को अपर्च्युनिटी र यसलाई फेरि पनि क्यापिटलाइज गर्दै ह्याट्रिक स्कोर गर्न सफल सुजन र सुजनले ब्रेस गरेका थिए केही समय अगाडि र यो तेस्रो गोल सुजनको नाममा र ह्याट्रिक गर्न सफल सुजन